हिजो आज म के सोचेर निस्किन्छु अनि कहाँ पुग्छु म आफैलाई अचम्म लाग्छ क्या। आज म खास निस्केको सपिङ गर्न टोकियो गएँ, त्यसपछि मलाई काहीँ केही चित्त बुझेन। फरक्क फर्केर एउटा ताकातानो बाबा हो कि के भन्ने एउटा एकीमा मेरो काम पऱ्यो, त्यसपछि म त्यहाँ गएँ। अनि नेपाल रेस्टुरेन्ट खोजेर टन्न खाने सोच आयो क्या मलाई होइन, भोक पनि लागिसकेको थियो। यो चाहिँ एकीबाट नजिक पनि पर्ने रहेछ। कति मिठो क्या, बोल्ने दाई पनि कस्तो मिठो लाग्यो मलाई बोलीचाली पनि। अनि हामीले खाजाहरू सबै अर्डर गऱ्यौँ होइन, पिरो पिरो चाहिने हामीलाई त्यस्तै बनाइदिनु भनेको थियौँ, बनाइदिनु भएछ। अनि मलाई चाहिँ है म बस्ने वरिपर नभए न मलाई थाहा नभए यो सिन्का अगाडितिर मैले काहीँ देखाएको छैन, हल्लारहरू एउटा मात्र देखाएको छु, त्यो बाहेक केही देखाएको छैन होइन। अनि हामीले खायौँ यस्तो मिठो लाग्यो। मैले दाइलाई दाइ म नेक्स्ट टाइम आउँछु ल भनेर पनि आयो क्या आउने बेलामा। अनि दुःखको कुरा चाहिँ हामीले लास्टमा आउने बेलामा क्लास नै फुटाइदियौँ क्या, यस्तो अप्ठ्यारो लाग्यो। तर दाइले केही रियाक्टै गर्नु भएन क्या, केही छैन फुटिहाल्छ नि रेस्टुरेन्ट भएपछि भन्नुभयो। कहाँ अब अरूले त्यस्तो रियाक्ट गर्छ र मलाई डर लाग्यो। अनि दाइको बोली वचन पनि मिठो, खाना पनि मिठो, प्राइजहरू पनि ठिक छ, मलाई बिलहरू पनि ठिक लाग्यो। तपाईँहरू पनि जानु होला, मायासँग माया मिसाउनु होला।